हेलो साथीहरु नमस्ते हजुरहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। मैले चाहिँ कहिलेकाहीँ मात्र ब्लग हाल्ने गर्छु है साथीहरु। यो चाहिँ मेरो आरुले खिचेको भिडियो हो क्या। म चाहिँ सेलरोटी बनाउँदै थिएँ नि त, यो मातातीर्थ औँसीको दिनको भिडियो हो। अनि त्यसपछि यो आरुले चाहिँ यो खिच्न भ्याएन छ के। अनि यो चाहिँ मैले टिकटकको लागि भिडियो बनाएको थिएँ, अनि त्यसबाटै डाउनलोड गरेर मैले यसमा चाहिँ अपलोड गरेको साथीहरु। यसको गीत चाहिँ मैले म्युट गरिदिएको छु हैन। अनि यहाँ चाहिँ हामीले मातातीर्थ औँसीको दिन चाहिँ मेरो दाइको बिहानको ड्युटी परेको हुनाले बिहान दिउँसोको ड्युटी पर्यो। त्यसपछि हामीले बेलुकाको लागि राखौँ न त प्रोग्राम, बिहान हामी मामा घरमा जाउँ भनेर। अनि बिहान मामा घरमा गयौँ, अनि दाइको ड्युटी पनि सकियो, अनि दाइ आउनुभयो। अनि त्यसपछि बेलुकाको लागि हामीले प्रोग्राम राखेको थियौँ। अनि यहाँ चाहिँ हामी सबैजना फ्यामिली भाउजू सबैजना बिहान माइत जानुभयो। अनि सबैजना चाहिँ अनि भाउजू सबैजना आयौँ, हामी सबै परिवारहरू बसेर अनि मनाउँ न त। अनि धेरै अनि म पनि जान्न नि त, कति धेरै वर्ष भयो, मैले 16-17 वर्ष भइसक्यो मेरो बिहा भएको चाहिँ। तर मैले दुईचोटि मात्रै चाहिँ आमा खुवाउने औँसीमा चाहिँ भेला भएको चाहिँ उपस्थित भएको छु कि। बिचरा मेरो मम्मी पनि प्रायः जस्तो औँसीमा धेरै दुखी हुनुहुन्छ कि। अब सबैको छोरीहरू आएको हुन्छ नि त, अनि बहिनी पनि बाहिर छ, अनि म पनि जान भ्याउँदिनँ कि। अनि यो मेरो दुईचोटि मात्रै हो कि। अनि यसमा चाहिँ अनि रमाइलो भयो। बुहारी पनि अहिले बाबु भएको भएर सुत्केरी खानको लागि माइत गएको थियो। अनि नजिकै छ कि बुहारी र हाम्रो मेरो माइत चाहिँ नजिकै हो। बुहारीको माइत र मेरो माइत चाहिँ नजिकै छ है उसको घर। अनि आउला भनेको ऊ पनि आएको थियो बिचरा। बेलुका पानी परि पनि दाइ लिन जानुभयो र अनि आइहाल्यो। अनि त्यसपछि अनि बाबा पनि आउनुभयो। अब केक काट्ने सबैजना भएर छिटो केक काटौँ, पानी परेको थियो नि त। अनि रोकेको थियो दिदी, आर्यले हाई भनिरहेको छ होइन। अनि राहुलले चाहिँ म बाल्छु त्यो झिल्झिले भनिरहेको थियो। अनि मैले म बालिदिइहाल्छु नि भनेर भने। अनि बाबा आउनुभयो, बाबा मम्मी सबैजना भएर केक काट्दै थियौँ। अनि त्यसपछि बाहिरबाट भाइले, अनि मेरो भाइ चाहिँ बाहिर छ नि त। अनि भाइले पनि फोन गरिरहेको छ, बुहारीले देखाउँदैछ। बहिनीलाई पनि फोन गरेको, तर बहिनीको चाहिँ बहिनी जापानमा छ, भाइ चाहिँ कतारमा छ नि त। अनि बहिनीको चाहिँ उता 12 बजिसकेको छ, ऊ बिचरा ड्युटी गएर आएको होइन, थाकेर सुतिसकेको छ बहिनी चाहिँ। अनि पहिला त मलाई पनि बोलाउ ल के अरे कल गर भन्दै थियो, पछि कल गर्दा उसले रिसिभ गरेर कि सुतिसकेको छ बिचरा। अनि अब ऊ केक काट्ने बेला भयो। अनि मम्मीले चाहिँ केक काट्दै हुनुहुन्छ। मैले चाहिँ कहिले मम्मी भन्छु, कहिले आमा भन्छु कि साथीहरू यस्तै झुकिन्छु। पहिला मैले चाहिँ बिचमा चाहिँ मम्मी भन्थेँ, अनि पछि मलाई मम्मी भन्दा त आमै ठिक हो नि है जस्तो लाग्यो कि। अनि मैले फेरि बिहा गरिन्जेसम्म मैले मम्मी नै भन्थेँ कि। अनि पछि मैले फेरि आमै भन्न थालेँ कि। मलाई चाहिँ आमा भनेकै मन पऱ्यो। अनि सबैजना राहुल उफ्रिरहेको छ। अनि मेरो यो भिडियो चाहिँ मेरो भदाले खिचिरहेको छ कि, निनी पनि युट्युबर भयो मेरो भनेर चाहिँ मैले सानो सानो क्लिकहरू लिइरहेको हुन्छु यताउति जाँदाखेरि। अनि बाबुले जिस्काइरहेको हुन्छ। अनि बाबालाई अब के खानिदिनु मम्मी भनेको। अनि बाबा मम्मीले त यति मुख भरिहालेर हाँसोको भइरहेको भएको कि बिचरा मुखमै नअटेको कि केक। अनि त्यसपछि आरुले चाहिँ चुसा अमलाले काट्दै खाइरहेको छ कि। उसले चाहिँ छिटो केक काटौँ न केक काटौँ भनिरहेको थियो। अमलाले हेर्नु न साथीहरू आर्या केक भनेपछि आर्यालाई यति मनपर्छ कि साथीहरू कुरा नगर्नु न। अनि त्यसपछि अनि बाबा मामुलाई पनि के अरे आमालाई पनि खानिदिनु न भनेको। अनि आमाले पनि खानुभयो। अनि त्यसपछि दाइको पाली आउँछ। अनि म चाहिँ हेरिरहेको छु कि आमा म चाहिँ। अनि त्यसपछि अनि दाइले अब खानिदिँदै हुनुहुन्छ मम्मीलाई केक। अनि त्यसपछि बाबुले क्यामेरा छोप्दैछ। अनि त्यसपछि अनि दाइको पाली आयो। अनि त्यसपछि दाइको पाली पछि अनि दाइले खानिदिँदैछ। दाइले चाहिँ मिलाइ पुरै। अनि बिचरा मेरो मम्मीको चाहिँ हात फ्र्याक्चर भएछ नि त साथीहरू। अनि अस्ति नै सैचोकमा लडेर। अनि मेरो माइती चाहिँ चिताउनु के साथीहरू। अनि त्यसको आमालाई खानिदिँदै हुन्छ। अनि आमाले पछि अब बाबालाई पनि दाइले खान्छ। त्यसपछि मेरो टर्न भाउजूको टर्न आउँछ। त्यसपछि मेरो टर्न, त्यसपछि के अरे नै बुहारीको टर्न, सबैजनाको टर्न छ कि यहाँ। रमाइलो त रमाइलो हुने कि साथीहरू माइत जाँदा है। म त पसल छ, अनि घर भन्यो पसल भन्यो है। अनि भ्याउँदै नभ्याउने कि, तर माइत गएपछि कस्तो रमाइलो हुन्छ कि। अनि हाम्रो दाइ हाम्रो सबै फ्यामिलीहरू यस्तो रमाइलो छौँ कि हामीजना है। त्यस्तो हामी एकअर्कालाई एकदम रेस्पेक्ट गरेर ला के बोल्ने अब के भन्ने हामी छैन कि। यस्तो हामी त पुरै बच्चापनको याद आउँछ कि। दाइ म भन्दा 8 वर्ष जेठो हुनुहुन्छ, तर पनि हामी यस्तो साथी जस्तै छौँ कि साथीहरू। यस्तो आमा भाउजू पनि त्यस्तै हौ। हामी भाउजू पनि हामी सानो हुँदैदेखि नि, भाउजू पनि सानै हुँदै बिहा भयो, हामी पनि सानै हुँदै कि हामी सँगसँगै हुर्केको भाउजू पनि 15-16 वर्षमा बिहा भएको बिचरा भाउजूको पनि सानै थियो बिचरा। अनि त्यसपछि आर्यले हेरिरहेको छ पुरा। आर्यले चाहिँ अनि म के अरे जिस्काइरहेको छु। अजीको यहाँ पनि टिका रे बर्थडे मनाएको, अजीले ह्याप्पी बर्थडे जस्तै भयो भनिरहेको छ। भाउजूले चाहिँ के अरे यो रसभरि खानिदिन लाउनु भएको रहेछ। मम्मीको मुखमै अटेन बिचरा। अनि त्यसपछि अनि ऊ टिसुले पुस्नु न मम्मी भन्दै थिएँ मैले साइडबाट। अनि टिसुले पुस्दै हुनुहुन्छ। अनि मैले चाहिँ
अनि यो चाहिँ मैले भोइस ओभर गरेको कि साथीहरू अनि पुरै हल्ला भइरहेको छ नि त अनि बुढाहरूले हल्ला गरिरहेको छ राहुल एकातिर उफ्रिरहेको छ है हेरिरहेको छ राहुलले अनि अब मेरो टर्न आयो है अनि मैले चाहिँ अनि मम्मी बाबालाई भन्थेँ नि त मम्मी बाबा पिर नगर्नु म कहिले आउँछु कहिले आउँदिनँ होइन अब यो वर्ष चाहिँ आएँ रमाइलो भयो अब म आइनँ भनेर चाहिँ कहिले पनि पिर नमान्नु दुखी नहुनु किनकि अब म टाढा छु होइन अब बच्चाहरू सानो सानो छ भनेको बेलामा म आउन सक्दिनँ अब अरूको घरमा छोरीहरू आउँदाखेरि तपाईँहरूलाई अभियसली अब दुःख त लाग्छ नि होइन मेरो नि छोरी आइदिएको भए हुन्थ्यो भन्ने त लाग्छ म भ्याएसम्म कोसिस गर्छु होइन अब औँसीमा म आउन पाउँदिनँ होला बाबा किनकि अहिले आएपछि बर्खाको बाटो छ नि त म अब नारायणगढ भर हुन त मनले चाह्यो भने त धेरै टाइम त छैन तर बर्खाको टाइममा बच्चा लिएर हिँड्नको लागि अलिक गाह्रो हुन्छ त्यही भएर बाबालाई त्यही भनिदिएको बाबा चाहिँ रुँदै हिँड्छ कि अब दुःख मन नगर्नु भन्थ्यो यो चाहिँ बहिनीले मम्मीलाई भनेर पठाइदिएको थियो नि त सगुनको अनि उ गरेर मेरो बाबालाई चाहिँ केही भन्नुहुन्न मैले त्यति भनिदिएको बाबा दुःख मन नगर्नु है म आउन पाउँदिनँ होला कुसै औँसीमा यही हो यसपालि नै त्यसकै तर्फबाट दुःख नमान्नु भनेर मैले केक खानिदिएको बाबा रुन थाल्नु भएको छ मेरो चाहिँ मम्मी भन्दा नि बाबा एकदमै ऊ हुनुहुन्छ क्या इमोसनल बहिनीले दिएको अनि कसैले दिए मेरो तर्फबाट बुहारीको आयो दाइको अब दाइले दिइसक्नु भयो होइन अनि यो चाहिँ बुहारी मेरो बुहारी हो उसको पाली आयो अनि उसले आमा खुवाउने औँसीको शुभकामना है मम्मी भन्दै दिदी आएको छ बिचरा उसको चाहिँ सियास हो कि उसलाई चाहिँ अलिक गाह्रो भएको छ अनि हामीले त्यो भ्याएपछि होइन अनि केक सेक काटेर भ्याएपछि अब ल खाना खाने तर्फतिर लाग्यौँ अब हामी सुरुमा चाहिँ अनि हाम्रो समय बजी हुन्छ साथीहरू हामी चाहिँ न्यु भएर नि त समय बजी खाँदैछौँ हामी अनि त्यसपछि अनि मेरो भदा यहाँ छ राहुलले यता मेरो छोरा यता छ अनि मेरो मम्मीको बिचरा हात भाँची छ त्यस्तो गाह्रो भइरहेको छ आयो नि भनिरहेको छ होइन अनि मेरो बुढालाई चाहिँ अनि ऊ त उहाँले त अब यस्तो अल्कोहलहरू केही पनि लिनुहुन्न नि त अनि आज दाइले कर्लाइरहनु भएको छ कि अनि अलिअलि त केही नै हुन्न हौ भनेर भन्नुहुन्छ ऊ नखिचा न हौ भन्दै हुनुहुन्छ श्राद्ध गरेको नि त अस्ति भर्खर अनि उहाँको सबै कपाल काटेर बिचरा कस्तो देखिरहनु भएको छ कि अब के गर्नु अब श्राद्धको लागि त काट्नु पर्यो साथीहरू होइन आर्यले चाहिँ उयो पुरा राहुलले चाहिँ ग्लासभरि स्प्राइट खाने म चाहिँ नखाने भनेर ग्लासभरि राखेर अनि गर्दै हुनुहुन्छ यति चाहिँ मेरो दाइले के भन्दै हुनुहुन्छ कि साथीहरूलाई हेर्नु है त सबै दाजुभाइ दिदीबहिनीको आमा बुवा भने पनि जे भने पनि लास्टमा आमा खुवाउने औँसीमा माता त्यसै औँसीको हार्दिक मङ्गलमय शुभकामना सबै आमाहरूलाई ल भाउजू तपाईँ र मलाई राख्नु नि त के भाल्यो ससुरालीको लास्ट हो फेरि हाम्रो जानुको अब भोलि बिहान 3 बजे हिँड्नुपर्छ हामी चाहिँ यहीँ अनि हामी चाहिँ भाउजू र म चाहिँ यहाँ भुइँमा बसेर खाउँला भनेर अनि भुइँमा बसेर खाएको अनि यति नै हो साथीहरू आजको भिडियो कस्तो हुन्छ के कसो हुन्छ कमेन्ट गर्नु होला ल बाई बाई